हेलो फ्रेंड्स, आज हामीसँग रहेको छ यामाहाको FZS भर्सन 3 हाइब्रिड मोडल र यो बाइक प्रति धेरैजनाको के अभाव छ भने कि यो बाइकमा दम छैन रे। हाइब्रिड नाम सुनेपछि यो त ब्याट्रीले चल्ने हो कि केले, यसमा चाहिँ दमै छैन भन्ने जस्तो अभाव छ। हामीले यो बाइक लिएको लगभग कति भयो, 4 महिना जति भयो र हामीले लगभग 3500 किलोमिटर चलाइसकेको छु यो बाइक। यहाँ तपाईँ देख्न सक्नुहुन्छ, यहाँ 3667 मानौँ न 3500 लगभग एभरेजमा मानौँ हामीले यो चलाइसकेका छौँ। लगभग 4 महिना भइसक्यो यो बाइक किनेको र आज हामी अनेस्ट रिभ्यू दिन्छौँ। हामीले कस्तो पर्फर्मेन्स फिल गरेका छौँ, यसको कस्तो छ, स्मुथ कस्तो छ, इन्जनको पावर कस्तो छ, अनि जुन त्यो अफवाह छ नि कि यो गाडीमा दम छैन भन्ने कुरा, हामी यस्तो ठाउँमा आएर आज हामी चेक पनि गरे हो। ल हेर्नुहोस्, यो पुरै यहाँ स्पाइरल सेपमा चाहिँ यहाँ बाटो रहेको छ। ल सबैभन्दा पहिला त म बाइकको स्पेसिफिकेसनमा पुनः एकचोटि तपाईँहरूलाई म बताइदिन चाहन्छु। यो बाइकमा 149 सीसीको एयर कुल्ड 4 स्ट्रोक इन्जन रहेको छ, सिंगल सिलिन्डर। र त्यसपछि यसको फ्युल सिस्टमको कुरा गर्नु पर्यो भने फ्युल सिस्टम चाहिँ FI रहेको छ, फ्युल इन्जेक्सन सिस्टम। र यहाँ हेर्नुहोस्, हाम्रो अल्को आइसक्नु भएको छ। ओ भाइ, अब म यो बाइकको पनि रिभ्यू तपाईँहरूलाई म दिउँला। यो रहेको छ KTM ड्युक 390 RC। ल होइन, के को बेजती हो, यस्तो दामी बाइक। ल यो बाइकमा चाहिँ म्याक्सिमम पावर जेनेरेट चाहिँ 12.4 PS को हुन्छ भने यसको म्याक्सिमम टर्क 13.3 न्युटन मिटरको हुन्छ है। र यसमा चाहिँ 5 स्पिड गियर बक्स रहेको छ र स्टार्टिङ चाहिँ इलेक्ट्रिकल छ है। जस्तो कि यसमा चाहिँ जस्ट यो प्रेस गर्यो भने चाहिँ स्टार्ट हुन्छ। अहिले पछि चाहिँ तपाईँलाई म स्टार्ट गरेर चाहिँ यहाँ चाहिँ साइलेन्सरको आवाज र इन्जनको आवाज पनि म सुनाउँछु। यो बाइकमा चाहिँ फ्युल ट्याङ्क 13 लिटरको रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स 165 mm को ह्युज ग्राउन्ड क्लियरेन्स रहेको छ। अनि सिट हाइट चाहिँ 790 mm को रहेको छ। यो बाइकको वेट 138 kg रहेको छ भने अगाडिमा चाहिँ तपाईँको 100/80 को ट्युबलेस टायर रहेको छ भने रियरमा चाहिँ तपाईँको 140/60 को रेडियल ट्युबलेस टायर रहेको छ। यो बाइकमा चाहिँ अगाडिको चाहिँ फ्रन्ट डिस्क ब्रेक रहेको छ भने पछाडिमा पनि डिस्क ब्रेक नै रहेको छ र यो चाहिँ सिंगल च्यानल ABS मा चाहिँ आउँछ है। तपाईँ ब्याकलाइट पनि हेर्न सक्नुहुन्छ र यहाँ चाहिँ नम्बर देखिनलाई चाहिँ यहाँ चाहिँ लाइट लगाइएको छ। यो लगभग सबै गाडीमा आउँछ। यहाँ चाहिँ यो LED मा आउँछ, साइड लाइट। अनि चाहिँ साइलेन्सरको आवाज मैले एकछिनमा सुनाउँछु। यहाँ चाहिँ सिंगल सकरमा आउँछ है। अनि यहाँ चाहिँ अब स्विचहरूको कुरा गर्नु भने यहाँ चाहिँ यो इलेक्ट्रिकल अन अफको स्विच रहेको छ। यहाँ चाहिँ SSS को रहेको छ। यो SSS भनेको के हो मैले तपाईँलाई म भनौँला। यो चाहिँ कन्ट्रोलको हो, यहाँको स्मार्ट मिटरको। यो चाहिँ लेफ्ट राइटको भइहाल्यो, यो हर्नको भइहाल्यो, यो चाहिँ हेजार्डको भइहाल्यो र यो चाहिँ हाई लो। यहाँ चाहिँ कलर चैनाहरू यो सब त नर्मल हो, सबैलाई थाहा नै होला। यहाँ गाडीमा चाहिँ LED दुइटै साइडमा आउँछ है। अनि यहाँ चाहिँ लो हाईको यहाँ चाहिँ बिम आउँछ। ल टक्क यहाँ एउटा लोगो छ मस्त देखिने। अनि यहाँ चाहिँ साइडमा आउँछ, ट्याङ्कीमा चाहिँ आउँछ तपाईँको साइड लाइट। यो बाइक चाहिँ किन्दा हामीलाई परेको थियो 4,70,000 रुपियाँ। त्यति बेला चाहिँ 4,70,000 मा चाहिँ लन्च गरेको थियो। अहिले चाहिँ यसको प्राइस बढिसकेर 4,94,000 4,94,000 जति छ सायद। यसमा चाहिँ ब्लू कोर हाइब्रिड E20 भने यहाँ ट्याग पनि राखेको छ। मेरो हाइट रहेको छ 5.8 है। म चाहिँ तपाईँलाई यो बाइकमा बसेर चाहिँ देखाउँछु है। ल हेर्नुहोस् है, पुरै कम्फर्टेबल, पुरै दुवैपट्टिको खुट्टा चाहिँ मस्त ग्राउन्डमा चाहिँ छोइरहेको छ, मस्त पुरै कन्ट्रोल छ। ल ठिक छ। मभन्दा सानोको पनि, ल 1-2 इन्च सानो भए पनि यो बाइक चाहिँ मजाले चलाउन मिल्छ। यहाँ मलाई यो यति लगभग 2 इन्च जति एक्स्ट्रा नै भइरहेको छ। यो बाइक चाहिँ एभरेजमा तपाईँको अल इन वान भन्नु पऱ्यो कि यहाँ एडभेन्चरको लागि पनि एकदम कम्फर्टेबल छ हैन। त्यसपछि हाम्रो के भन्छ घर चाहिँ गाउँतिर छ अनि के भन्छ अफ रोड भयो अनि यता चाहिँ यस्तो स्लोपहरूमा सब ठाउँमा मतलब कम्फर्टेबल छ कि यो बाइक। यो चाहिँ 149 सीसी को बाइक रहेको छ र यो आफ्नो लेभलमा चाहिँ एकदम सबसँग टक्कर लिने बाइक छ कि यो। एकदम लगभग तपाईँको 10 देखि 12 सेकेन्डमा 90 क्रॉस मजाले। यो बाइकमा चाहिँ TCS कन्ट्रोल सिस्टम पनि रहेको छ है, ट्र्याक्सन कन्ट्रोल सिस्टम। हामीले चाहिँ यो बाइक 4 महिना भइसक्यो र 3500 किलोमिटर चलाइसकेका छौँ र अब यसको रिभ्यूमा अनेस्ट रिभ्यू भन्नुपर्दा यो बाइकमा अहिलेसम्म केही कम्प्लेन आएको छैन।
केही कम्प्लेन आएको छैन। अब हुन त 3500 धेरै होइन, यो त नर्मल हो, 3500 कुन सा ठुलो कुरा हो र, तर अहिलेसम्म केही कम्प्लेन चाहिँ आएको छैन है। बाइक एकदम राम्रो कन्डिसन छ र एभरेजमा मतलब कि यो यस्तो पहाडहरूमा पनि हामी कहिले काहीँ लगिरहेको हुन्छौँ, अनि अफ रोडमा पनि गइरहेको हुन्छौँ, हिलोमा पनि गइरहेको हुन्छ। लगभग अब गाउँतिर घर भएपछि त सब ठाउँ जानै पर्यो, अनि त्यस्तोमा त केही कम्प्लेन अहिलेसम्म आएको छैन। म चाहिँ 10,000 भइसकेपछि, यो रनिङ भइसकेपछि फेरि त म रिभ्यू भिडियो बनाउँछु एउटा। त्यसको लागि चाहिँ तपाईँहरू मेरो च्यानल चाहिँ सब्सक्राइब गरेर राख्नु होला है। कुनै पनि बाइक यदि चढ्नुहुन्छ भने कुनै न कुनै कम्पनीको त अफिसियली बाइक हुन्छ नै, अनि तपाईँहरूले चाहिँ एउटा काम चाहिँ गर्नु होला, इन्जनमा चाहिँ जहिले पनि कम्पनीकै ओइल राख्नु होला। तपाईँको के हुन्छ नि, त्यो वर्कसपवालाहरूले चाहिँ म पनि चाहिँ यही हाल्छु भनेर चाहिँ कुन लोकल कम्पनीहरूले चाहिँ रिकमेन्ड गरिरहेको हुन्छ क्या, अनि त्यो लोकलको त हाल्दै नहाल्नु, म चाहिँ रिकमेन्ड गर्छु है, नहाल्नु। मेरो अर्को FZ नि बाइक छ र मैले लगभग त्यो 2-3 सालदेखि चलाइरहेको छु, अनि त्यसको चाहिँ पर्फर्मेन्स हेर्दा चाहिँ त्यो अर्को चाहिँ लोकल मोबिल चाहिँ नराख्नु है, म रिकमेन्ड गर्छु। तपाईँको यामाहाकै मोबिल हाल्नु होला। ल हाइब्रिड भनेको चाहिँ के हो, यसमा चाहिँ धेरैजना कन्फ्युजन हुन्छन्। हाइब्रिड त सुने हुन्छ कि ल हाइब्रिड मोडल आएको छ, तर यो हाइब्रिड भनेको चाहिँ के हो म तपाईँहरूलाई चाहिँ भन्छु है। धेरैलाई के लाग्छ भने हाइब्रिड भनेको इलेक्ट्रिकमा चल्ने बाइक हो अरे, मतलब इन्जन र इलेक्ट्रिक दुवै पावर लिन्छ अरे अनि चल्ने बाइक हो। तर त्यस्तो हाइब्रिडमा चाहिँ हुँदैन है, यो माइल्ड हाइब्रिड हो। यसमा ठुलो इलेक्ट्रिक मोटर हुँदैन, ठुलो ब्याट्री पनि हुँदैन। यसमा एउटा सानो स्मार्ट मोटर जेनेरेटर SMG भन्ने हुन्छ। यो SMGले चाहिँ 3वटा काम गर्छ। पहिलो चाहिँ के हो भने साइलेन्ट स्टार्ट। अब पहिलेको स्टार्टर मोटरले के गर्थ्यो भने ठुलो आवाज दिन्थ्यो, यहाँ चाहिँ स्टार्टर मोटर हुन्थ्यो अनि सेल्फ लियो भने भुइँ जस्तो अब ठुलो आवाज दिन्थ्यो है। यो SMGले त्यसलाई कन्ट्रोल गर्यो र यो चाहिँ साइलेन्ट स्टार्ट। अब यसलाई जस्ट प्रेस गर्यो भने इन्जन स्टार्ट हुन्छ पुरै साइलेन्ट मोडमा। अर्को छ पावर एसिस्ट, यानि कि ट्राफिकमा भयो, त्यसपछि तपाईँको ओभरटेक गर्दैछ भने लो RPMमा छ भने त्यो बेला चाहिँ SMGले केही सेकेन्डको लागि इन्जनलाई एक्स्ट्रा टर्क दिने गर्छ है। र तेस्रो नम्बरमा छ स्टार्ट स्टप सिस्टम। त अघि मैले तपाईँलाई भिडियोमा भनेको थिएँ SSS भनेको चाहिँ के हो भन्दाखेरि यही हो, स्टार्ट स्टप सिस्टम। यसमा चाहिँ के हुन्छ भने ट्राफिक लाइटमा रोक्यो भने गियर यदि न्युट्रलमा या आवश्यक अवस्थामा पुगेपछि केही समयपछि इन्जन आफै बन्द हुन्छ, अनि अब ग्रिन लाइट भयो या त अब स्टार्ट गर्नु पर्यो भने जस्ट क्लच लियो भने इन्जन चाहिँ आफै स्टार्ट हुन्छ। यहाँबाट क्लच लियो भने ठ्याक्कै स्टार्ट भइहाल्छ। यो स्विच चाहिँ यही हो, यो अन भइरहेछ भने यहाँ चाहिँ हेर्नुहोस्, अब यहाँ देखिन्छ कि न, यहाँ A लेखिरहेछ, यसको चाहिँ यही मतलब हो। यो चाहिँ एक्टिभ छ भने अब यो अन गरेपछि यहाँ हेर्नुहोस्, यो अन गरेपछि यहाँ बल्यो नि हो, यो चाहिँ एक्टिभेट छ भने तपाईँको चाहिँ ट्राफिकमा चाहिँ क्लच लिने बित्तिकै यो इन्जन चाहिँ स्टार्ट भइहाल्छ। ल तपाईँहरूलाई म अब यसको चाहिँ साउन्ड सुनाउँछु है। ल यहाँ ल्याउँछु क्यामेरा। स्पोर्टी बाइक जस्तो साउन्ड पनि छ, इन्जन साउन्ड पनि सुन्न सक्नुहुन्छ तपाईँ, पुरै स्मुथ छ।